हर्निया भनेको हाम्रो शरीरमा भएको कुनै डिफेक्ट छ, कुनै प्वालहरू छ, केही छ, नर्मल प्वालहरू छ अथवा एब्नर्मल डिफेक्ट बनिरहेको छ शरीरमा भने त्यसबाट भित्रको अर्गेनहरू, भित्रको केही अङ्गहरू, बोसो चाहे आन्द्रा चाहे अरू अङ्गहरू बाहिर निस्क्यो भने त्यसलाई हर्निया भन्छ। जेनरली भन्दाखेरि कहिले भित्रै हर्निया पनि हुनसक्छ, इन्टरनल हर्निएसन, जस्तो अब यहाँ डायफ्राममा प्वाल भएर पेटको भागै कलेज उतातिर फोक्सोतिर जाने, लिभरै कहिलेकाहीँ जाने, कहिलेकाहीँ स्प्लिनहरू जाने, त्यस्तो पनि हुनसक्छ। आन्द्राहरू जाने, ठुलो आन्द्राहरू जाने, सानो आन्द्रा जाने हुनसक्छ। तर हामीले जेनरली हामीले बुझ्ने भनेको चाहिँ काचमा आउने डल्लोहरू भनेको चाहिँ कस्तो भने त्यहाँ एउटा सानो प्वाल छ, अलरेडी छ, या त्यो प्वालबाट त्यो आन्द्रा नआउनु पर्ने तर त्यो आन्द्राको भागहरू अथवा बोसोहरू बाहिर आयो भने त्यसलाई हर्निया भन्छ। कहिलेकाहीँ के हुन्छ भन्दाखेरि त्यो पहिला अपरेसन गरेको छ, पहिला अपरेसन गरेको ठाउँ छ, पहिला अपरेसन गरेको ठाउँमा के गरी कमजोरी भएको छ, त्यो डिफेक्टहरू त्यहाँ डिफेक्ट बन्यो र त्यसमा पनि भित्रको आन्द्रा या पेटको अरू अङ्गहरू, बोसोहरू यस्तो बाहिर आयो भने त्यसलाई हर्निया भन्छ। सो हर्नियाको डेफिनेसन भन्दाखेरि चाहिँ नर्मल अथवा एब्नर्मल डिफेक्टबाट, शरीरमा भएको नर्मल अथवा एब्नर्मल डिफेक्टबाट भिस्कस भित्रको भागहरू, बोसो या अरू आन्द्रा या अरू अङ्गहरू बाहिर निस्कने कुरालाई हर्निया भनिन्छ। त्यो बाहेक कहिलेकाहीँ मासुको हर्निया भन्छ मान्छेले, खेलाडीहरूलाई हुन्छ नि हर्निया, त्यो भनेको चाहिँ मासुको त्यो सिथहरू फाटेको त्यसलाई हर्निया भन्छ।